हाई साथीहरू, आँपको सिजन भएको हुनाले मैले हजुरहरूको लागि आज आँप पन्नाको रेसिपी लिएर आएकी छु। सबैभन्दा पहिला यसलाई चाहिने सामग्रीहरू यस प्रकार छन्। पुदिना पत्ता, चिनी, बिरे नुन, जिरा पिनेको धुलो, अदुवा, हरियो खुर्सानी र 3टा काँचो आँप। सबैभन्दा पहिला आँपलाई पखालेर यसरी बीजबाट चिर्ने, एउटा एउटा गरेर चिर्ने अनि कुकरमा अलिकति पानी राखेर यसरी कुकरमा बसाल्ने। अब कुकरको ढक्कन बन्द गर्ने। मैले यहाँ इन्डक्सन चुलोको युज गरेकी छु। अब यो चुलोमा 5-6 सिटी लाग्यो भने अब चुलो बन्द गरिदिने र अब यसरी ढक्कन खोलेर हेर्ने। हेर्नुस् त, अब यो पाकिसकेको छ। पाकिसकेको आँपलाई अब मजाले एउटा एउटा गरेर एउटा बलमा निकाल्ने। बलमा निकालिसकेपछि यसलाई चाहिँ मजाले सेलाउन दिनुपर्छ। सेलाइसकेपछि बल्ल यो बनाउनुपर्छ। तातो तातो बनाउँदा यसको स्वाद चाहिँ बिग्रिन्छ। त्यसकारण यो चिसो भएपछि अब यो पक्लक्क बोक्रा निस्क्यो। अब निस्किसकेको बोक्रालाई फेरि चम्चाको सहायताले बाँकीको बुदीहरू पनि यसरी निकाल्ने र बियाबाट पनि यसरी चम्चाले काची यसको लेदोलाई निकाल्ने। अब निकालिसकेको लेदोलाई एउटा मिक्सरमा पिन्नको लागि यसरी हाल्ने। यो आम पन्नाले गर्मीबाट बचाउँछ, लु लाग्दैन र पेट पनि ठन्डा गर्छ। बच्चाहरूको लागि असाध्यै राम्रो हो यो। अब यसमा अलिकति बिरे नुन हाल्ने, भुटेको जिराको धुलो हाल्ने, पुदिना पत्ता हाल्ने, हरियो खुर्सानी र अदुवा हाल्ने र अलिकति स्वादअनुसार चिनी पनि राख्ने र अलिकति यसमा खाने नुन पनि हाल्ने र यो सबै चिजलाई हालेर मिक्सरमा मिसाउने। मिक्स गरिसकेपछि अब यो एउटा बलमा खनाउने। अब यसमा चाहिँ नि चिसो पानी हाल्नुपर्छ। पानी चाहिँ नि मैले मेरो घरमा घैँटोको पानी युज गर्ने भएको हुनाले चिसो घैँटोको पानी यसमा मिसाउने। यो आम पन्नाले पेटमा ठन्डा गर्छ, लु लाग्न दिँदैन। त्यसकारण बच्चाहरूलाई गर्मीमा खान दिइरहनु पर्छ। अब एउटा ग्लासमा अलिकति चिसो आइस हालेर माथिबाट पुदिनाको पत्ता हालेर अब यो हेल्दी आम पन्ना खानको लागि रेडी।